उपस्थित सम्पूर्ण महानुभावलाई नमस्कार। मेरो नाम अजय कुमार शर्मा। म राप्ती बहिरा सङ्घ दाङको अध्यक्ष। म खास गरी बहिरा बालबालिकाहरूको शिक्षाको क्षेत्रमा काम गर्छु। अहिले हामीले बहिरा छात्रावास सञ्चालन गरेर करिब 70 जना बच्चाहरूलाई सँगसँगै राखेर बहिराहरूको शिक्षा प्रदान गर्ने काम गरिराखेका छौँ। म राष्ट्रिय अपाङ्ग महासङ्घमा पनि लुम्बिनी प्रदेश कोषाध्यक्षको रूपमा छु। आज कस्तो सौभाग्य मिल्यो हाम्रो लागि। यो इन्द्रेणीमा आएर इन्द्रेणीको उज्यालो जसरी देशभरि छरिराखेको छ, एउटा समुद्र थोपा थोपा हुँदै बिस्तारै बढ्दै जान्छ, त्यसै गरेर यसले चाहिँ दूरदराजमा भएका व्यक्तिहरूलाई जोड्ने काम गरिराखेको छ। इन्द्रेणीले पुलको काम गरेको देखेर हामी एकदमै खुसी भएका छौँ। र बहिराहरूको लागि पनि साङ्केतिक भाषाको माध्यमबाट उनीहरू पनि संस्कृति संस्कारहरूमा अगाडि बढ्न चाहन्छन्, लोक सङ्गीतमा अगाडि बढ्न चाहन्छन्। धेरै कलाहरू छन् बहिराहरूमा पनि। त्यसको लागि साङ्केतिक भाषा जानेको मान्छे दोभाषी हामी सँगसँगै रह्यो भने हामीले पनि हाउभाउबाट, एक्सप्रेसनबाट, अनुहारको गतिविधिहरूबाट पनि धेरै कुराहरू बुझ्न र बुझाउन सक्छौँ। यसले चाहिँ अपाङ्गताको सबै वर्गलाई समेट्दै जाओस्। कृष्ण दाईलाई धेरै धेरै नमन छ। आज हाम्रो महासङ्घको सिङ्गो टिम यहाँ आएर एउटा नयाँपनको अनुभूति गर्न पायौँ। यहाँहरू सबैलाई हृदयदेखि धेरै धेरै धन्यवाद छ। तपाईँलाई धेरै धन्यवाद छ। आज इन्द्रेणीमा आउनुभयो। राष्ट्रिय अपाङ्ग महासङ्घको यो टोलीलाई नै हृदयदेखि सम्मान छ। हामी सबैले अपाङ्गता भएका मानिसलाई दया होइन सम्मान गरेर सबैको सिप शरमलाई हामीले व्यवस्थित गरिदिने काम गरौँ।